मैले आज एकदमै बहुचर्चित सफल गायिका भनिरहेको छु। मैले यो भन्नका लागि कति समय यहाँले मेहनत गर्नु पर्यो होला? अथवा बहुचर्चित गायिका बनाउनका लागि, सफल गायिका बनाउनका लागि कति समय मेहनत गर्नु पर्यो यहाँले? 10-11 वर्ष। 10-11 वर्ष। कस्तो रह्यो त यहाँको साङ्गीतिक यात्रा? 10-11 वर्षको साङ्गीतिक यात्रा कस्तो रह्यो? अब बिचमा त धेरै अब सङ्घर्षको समयमा चाहिँ अब धेरै सङ्घर्ष नै गर्नु पर्यो होइन। सङ्घर्ष नगरेको भए त अब यो ठाउँमा चाहिँ आउने थिएन पक्कै पनि। त्यही हो, अब धेरै सङ्घर्षपछि नै यो सफलता पाएको। कति सङ्घर्ष गर्नु पर्यो शान्ता यहाँले यो सफलता हासिल गर्नको लागि? के दुःख गर्नु पर्यो? दुःख त अब गीत गऱ्यो गीत नचल्ने होइन। अब काठमाडौँमा बस्नु पर्यो, अनि त्यसैमाथि एउटा घरको छोरी भइसकेपछि बाबाआमाको जिम्मेवारी होइन, भाइ बहिनीको जिम्मेवारी, हरेक कुराहरू निभाउनु पर्ने। सङ्घर्ष गर्दा गर्दै नै यहाँ आएँ, सङ्घर्ष नै गर्दै